दर्शकबिन दोलखाको एउटा साधारण गाउँमा जन्मिन आशा खड्का। नाममा जस्तै उनको जीवनमा पनि आशा भनेको कहिल्यै हराएन। तर उनको बाल्यकाल सजिलो थिएन। आर्थिक अवस्था कमजोर थियो। अझै कठिन त्यो बेला बन्यो जब उनका बुवाले दोस्रो विवाह गरे। परिवारमा छोरी भएकै कारण भेदभाव बढ्दै गयो। बुबाको हेपाई, समाजको दबाव अनि अभावले गर्दा उनको मनभित्र धेरै चोट थियो। बाल्यकाल रामेछापमा बित्यो। सानैदेखि उनलाई अभिनय मन पर्थ्यो। स्कुलमा नाटक हेर्दा वा कुनै कथा सुन्दा आफू पनि पात्र भएर खेल्न पाए कस्तो हुन्थ्यो होला भन्ने सोच्थिन्। तर त्यो सोचाइलाई पुरा गर्न सजिलो थिएन। एक दिन उनले साहस जुटाइन्, आँसु पुछिन् र काठमाडौँ जाने निर्णय गरिन्। साथमा पैसै थिएन, बस चढ्ने खर्च जुटाउने मुस्किल। कतिपटक पेटभरि खान नपाई मागेर खाने अवस्था आयो। तर उनको मनमा एउटा कुरा अडिग थियो, म कलाकार बन्छु। काठमाडौँमा उनको पहिलो ठेगाना रङ्गमञ्च बन्यो। स्टेजमा पाइला टेक्दा धेरैले उनलाई साधारण रूपमा हेरे। कसैलाई विश्वास नै थिएन कि यो दुब्लो पातलो केटीले ठुलो भूमिका निभाउन सक्छ भनेर। तर पहिलो पटक उनले बसन्ती नाटकमा महारानीको भूमिका निभाइन्। त्यो दिन उनले कमाएको पारिश्रमिक थियो जम्मा 2000 रुपैयाँ। तर त्यो 2000 उनको लागि स्वर्णिम धन थियो, किनभने त्यसैबाट उनले आफ्नो स्वप्न यात्रा सुरु भएको महसुस गरिन्। थिएटरबाट टेलिभिजनतिरको बाटो सजिलो थिएन। धेरै पटक असफल अडिसन, कहिलेकाहीँ भूमिकामा नदेखाइएको न्याय। तर उनले हार मानेनन्। अन्ततः उनले टेलिसिरियल कान्छी र भुन्टीमा अभिनय गर्ने मौका पाइन्। दर्शकले उनलाई मन पराए। उनी अब केवल पात्र मात्र होइनन्, नेपाली घरघरकी सुकुमाया बनिसकेकी थिइन्। कलाकार मात्र भएर होइन, उनले केही सिरियलमा लेखन, निर्माण र निर्देशनमा समेत हात हालिन्। जीवनले सिकाएको सङ्घर्ष र भोगाइलाई उनले आफ्ना कथामा उतारिन्। यति मात्र होइन, व्यक्तिगत जीवनमा पनि उनले आफ्नो मनपर्ने जीवनसाथी पाउन सफल भइन्। सागर गौतमसँग 2 वर्ष अघि नै विवाह गरेकी थिइन्। तर 2079 सालको फागुनमा मात्र उनले सार्वजनिक गरिन्। सङ्घर्षका बाटो पार गरेर पाएको स्थिरता थियो त्यो। आज आशा खड्का लाखौं दर्शकको मनमा स्थापित छिन्। उनको यात्रा एउटा प्रमाण हो, कठिनाइले छोड्दैन तर आँट गर्ने मान्छेलाई कठिनाइले जित्न सक्दैन।